तर कसम भनेको गर्मी चाहिँ नठेस्ने जिन्दगीमा यतिको गर्मी त साउथतिर पनि छैन होला। सो हेलो एन्ड नमस्ते गाइज, आज पनि फेरि म निक्लिसकेको छु इटहरीको लागि। इटहरीको यात्रा हुनेछ आज मेरो चाहिँ। ओह चाली बिर्से यार। सो आज चाहिँ मैले च्यालेन्ज गर्नेछु, किनभने आज म बिस्तारै जानेछु। बिस्तारै जाँदाखेरि चाहिँ जति पनि बाइकले मलाई ओभरटेक गर्छ, ओभरटेक गर्नेहरूले चाहिँ 80 देखि माथिको स्पिडमा ओभरटेक गरेछ भने म त्यो मान्छेहरूसँग त्यही बाइकर्सहरूसँग चाहिँ म आज पुरा म कम्पिटिसन खेल्नेछु भन्दै। अनि आजको भिडियो चाहिँ एकदम डेन्जर हुनेवाला छ गाइस। म निक्लिसकेको छु, यहाँ छ मेरो बाइक अन भइसकेको छ। हेर्नु होला, म ग्लोभ्स लाउनु पर्ने, ग्लोभ्स पनि च्यातेर तनाव छ गाइस। सो आजको भिडियो चाहिँ एकदम डेन्जर हुनेवाला छ, अन्तिमसम्म हेरेर साथ दिनु होला गाइस। बाइक पनि के जय विश्वकर्मा बाबा। त्यो गाइज म चाहिँ अब बिस्तारै हिँड्नेछु, बिस्तारै जान्छु आनन्दले। तरहरूको जङ्गलमा चाहिँ मैले 80 भन्दा स्पिडले काट्ने साथीहरू हुनुहुन्छ भने चाहिँ काट्नुभयो भने चाहिँ म उनीहरूसँग चाहिँ स्पिड च्यालेन्ज गर्छु। अहिले चाहिँ आनन्दले ढुक्कले जान्छु होइन, ढुक्कले, खासै हतार छैन, म ढुक्कले जानेछु भन्दै। अहिले म ठ्याक्कै घरबाट हिँडेको 2-3 मिनट भइसकेको छ। म मङ्गलाबारी चोक पनि पुग्न लागिसकेको छु। आमामा आज त यार बजार हो यार, यहाँ त शुक्रबारे बजार। गाडीहरू त टन्नै आएको रहेछ, टन्नै छ गाडीहरू। सो 3टा गइसक्यो, यहाँ 2टा बाँकी रहेछ, 2टा हिँड्न लागेको छ। यता 3टा 4-5वटा छ जम्मै जम्मै। ढुक्कले जाँदैछु म चाहिँ आनन्दले। यहाँ चाहिँ मैले हल्का अलैँची लिनुपर्ने अवस्था छ। अलैँची चाहिँ खानुपर्छ गाइस, अलैँची खानु पर्यो र चलिदिनुपर्छ गाइस। दाइ मलाई यो 20 रुपियाँको दिँदा। तो गाइस मैले लिइसकेको छु, मेरो खाजा छ, मेरो खाजा यो आजको लागि चाहिँ। र हामी यहाँबाट हिँड्नेछौँ। म मङ्गलाबारीबाट पनि हिँडिसकेको छु। मङ्गलाबारीबाट मैले अलैँची किनेर खाएको छु। अलैँची किनेर खाएर चाहिँ म हिँडिरहेको छु, बिस्तारै आनन्दले जान्छु ढुक्कले, किनभने खासै हतार छैन। मलाई हल्का काम भएको कारणले मात्रै जानु लागेको हो इटहरीतिर। अनि इटहरीको चहल पहल पनि देखाउने छु आज। इटहरीमा चहल पहल कस्तो छ
हरनको चहल पहल यस्तो छ। सो गाइस बाटो हेर्दै गर्नु होला, बाटोमा भेट्नुपर्छ। सो फाइनली म चाहिँ भोटेपुल पुगिसकेको छु। भोटेपुलमा जहाँ जाम लागिरहेको किन हो कुनै छैन, अगाडि बस भएर रहेछ। सो भोटेपुल पुगिसकेको छु, हेर्दै गर्नु होला, बाटोमा भेट्नुपर्छ गाइस। आज म इजिली जानेछु एकदम ढुक्काले बिस्तारै। सो गाइस फाइनली म चाहिँ चेकिङ पोस्ट पुगिसकेको छु। शनि मन्दिर पनि ट्याक्कै मैले कटेँ गाइस। शनि मन्दिर पनि कटिसकेको अवस्था छ। स्कुटरसँग चाहिँ म च्यालेन्ज खेल्दिनँ, म बाइकसँग चाहिँ च्यालेन्ज खेल्छु। किनभने बाइकले यत्तिकै ओभरटेक गऱ्यो भने चाहिँ हाम्दिनँ बाइक। त्यो गाडी कम्तीमा नि 80को स्पिडमा छ। म चाहिँ अनन्या मजाले गइरहेको छु। सो मैले भिडियो चाहिँ गरिरहेको छु, भिडियो चल्छ चल्दैन आई डोन्ट नो होइन। अहिले यहाँको जङ्गलको बाटो चाहिँ यति दामी भएको छ। अहिले चाहिँ यताबाट घाम परेको हुनाले चाहिँ राम्रो नदेखिन सक्छ भिडियो। तर सकेसम्म मैले चाहिँ देखाउन खोजिरहेको छु। यो अहिले उतैतिर गइरहेको छु, उतैतिरबाट घाम देखिरहेको कारणले चाहिँ राम्रो नदेखिन सक्छ। सो अहिले चाहिँ आनन्दले गइरहेको छु जानु चाहिँ। पछाडि पिक्चर आउँदैछ, मेरो पनि कम्ती पनि 70-80 स्पिड छ होला। ढुक्काले गइरहेको छु। वाह NS 400 त्यसले चाहिँ हाम्रो लगाइ मेरो नि स्टार्ट भयो 400 NS 220 पनि गयो है गाइस। 220 गयो, 220 भन्दै 220 ल अब पर्ने भयो। के भएको हाल्दैन त गाइस, यतिकै अन्त भयो त। यस्तै चाप्दै सुन्दा हाल्नु त गाइस। Indian वाला साइकिल 200 versus 220 मुझे ऊपर आती रहती
आइसक्यो अस्ति छ गाइस हेर्नु होला अस्ति दामी छ तराराको बाटो र हाम्रो तरारा जङ्गलको बाटो चाहिँ उडेछ किनभने दुवैपट्टि 2 लाइनको छ 2 लाइनको बाटो भने टोटल 4 लाइनको बाटो हो कति दामी छ गोपाल छ होइन 400 अगाडि गइरहेको छ 400ले जितेर मलाई खुसी लागेको छ गाइस तपाईँहरूलाई कस्तो लाग्यो हेरेर साथ दिनु ल र अहिले चाहिँ म ठ्याक्कै गोर्खाली पार्कको अलिकति माथि छु गोर्खाली पार्क पुग्न लागिसकेको अवस्था छ 200 यहीँ जाँदैछ नानीलाई ढुक्काले जाँदै गाइस र हामी अब लेफ्ट साइड जानुपर्छ भने हामी साइड लाइट बाल्नुपर्छ गाइस ओके साइड लाइट बलिसकेको छ यहीँबाट छिर्ने हामी तलबाट को छिर्छ होइन हामी छिरिसकेको छौँ यतिकै हुन्छ कमिलो जस्तै हो यहाँ त गाइस अगाडि त्यस्तै छ अब भयो कमिलो बरु थोरै होला कता गयो त्यतै हो यस्तोमा गाडी चलाउनु पर्छ गाडी थोरैले मात्रै मिस्टेक हुँदैन के गर्नु तरै जाने आनन्दहरू डिस्काल अर्को आइज चान्स मार्नेहरू हुन्छ क्या हामीले पनि चान्स हरिको बाटोमा मोटर चलाउँदै घरको फेरि अनसाइडबाट धुलो निकाल्दै कुदिरहेको म छ नि फेरिमा हेर्नु होला गाइस तर कसम भनेको गर्मी चाहिँ नठेस्ने जिन्दगीमा यतिको गर्मी त साउथतिर पनि छैन साह्रो गर्मी भने होला सो गाइस म चाहिँ अब पुग्न लागिसकेको अवस्था छ मेरो भोइस सुन्नु हुँदैछ कि छैन सुन्नु भएको कि छैन होइन मेरो भोइसले अलिकति हावाले गर्दा चाहिँ ब्रेक हुनसक्छ मेरो भोइस र म पुग्न लागेको अवस्थाले गर्दा चाहिँ म आजको भिडियो चाहिँ यहीँ स्थगित गर्न चाहन्छु हस्त गाइस फेरि भेटौँला नेक्स्ट भिडियोमा ओके